एकैछिन पर्खिनुहोस् त साथीहरू, यो भिडियो हेर्नुहोस् त। यसमा सिकाएको कुराहरू सायद तपाईँहरूको जिन्दगीमा पनि उपयुक्त हुन सक्छ। एकपल्ट हेरेर प्रति प्राचीन मानिसहरूले छोडेर गएका गाँठो बाँध्ने तरिकाहरू। अन्तिम तरिका त झण्डै हराइसकेको छ। 1. दाउरा बाँध्ने गाँठो। घुमाउँदै, बेर्दै र बुन्दै बाँधिने यो तरिकाले छरिएका दाउरा र हाँगाहरूलाई निकै मजबुत रूपमा बाँध्छ। 2. आफै खुल्ने गाँठो। सेल्फ रिलिजिङ नट। उचाइबाट जमिनतर्फ सामान झार्दा यो गाँठो प्रयोग गरिन्छ। बाँध्ने तरिका अत्यन्तै सरल छ, एकैछिनमै सिक्न सकिन्छ। तर याद राख्नुहोस्, एउटा मुख्य डोरी र अर्को सहायक डोरी हुन्छ। भार वहन गर्ने डोरी मुख्य डोरी हुनुपर्छ, ताकि गाँठो सुरक्षित र बलियो रहोस्। सामान जमिनमा पुगेपछि सहायक डोरी तान्ने बित्तिकै गाँठो खुल्छ। धेरै नै उपयोगी छ। 3. फरक मोटाइका डोरी जोड्ने गाँठो। धेरैले बाक्लो र पातलो डोरी यसरी जोड्छन्, तर तान्दा सजिलै फुस्किन्छ। यसको सट्टा यो तरिका अपनाउनुहोस्। यसरी जोड्दा गाँठो फुस्किनु अघि डोरी नै टुट्छ। पहिला बाक्लो डोरीलाई 2 तहमा मोड्नुहोस्। पातलो डोरीलाई माथिबाट पास गर्नुहोस्। त्यसपछि पातलो डोरीलाई बाक्लो डोरी वरिपरि 2 चोटि बेर्नुहोस्। अन्त्यमा पातलो डोरीको टुप्पो मोडेर लुपभित्र घुसाउनुहोस्। तान्दै जाँदा गाँठो झन कसिन्छ र निकै सुरक्षित हुन्छ। 4. फिगर 8 गाँठो। पुली, काठका बोर्डका लागि सिमी, बोडी जस्ता लहरा लगाउनेहरूले यो तरिका अवश्य सिक्नुपर्छ। एकै डोरीले बाँसलाई मजबुत रूपमा बाँध्न सकिन्छ। तरिका सरल छ, हेर्दा नै बुझिन्छ। फ्रेम बनाउने, खेतमा सामान बाँध्ने जस्ता काममा उपयोगी। हरेक गाउँघरले सिक्नै पर्ने सिप। 5. झोलाको मुख बन्द गर्ने गाँठो। पाउच माउथ नट। यो गाँठोले झोलाको मुख पूरै पानी नछिर्ने गरी बन्द गर्छ। जसरी सम्हाले पनि भित्रको सामान खस्दैन। 6. छोटो झोलाको मुखका लागि आफै बाँधिने गाँठो। यो डोरीको सेल्फ टाइङ सिद्धान्तमा आधारित छ। यदि झोलाको मुख छोटो भएर सिधै गाँठो बाँध्न नमिल्ने भए झोलाको मुख डोरीमाथि राख्नुहोस्। डोरीलाई माथिबाट अड्काएर भिडियोमा देखाए झै एकचोटि घुमाउनुहोस्। त्यसपछि झोलाको मुख डोरीको लुपभित्र च्याप्नुहोस्। डोरी तान्नुहोस्, गाँठो आफै बन्छ। 7. चिनिया अक्षर राई झोला गाँठो। परिमार्जित, सरल र सजिलै गर्न सकिने। तान्दै जाँदा झन कसिने भएकाले धेरै मजबुत हुन्छ। 8. टेन्सन हिच। तिरपाल, टेन्टका कुनाका लागि। बाहिर क्याम्पिङ गर्दा टेन्ट, तिरपाल वा छाया बाँध्न धेरै प्रयोग हुने गाँठो। एकचोटि तान्दा सजिलै कसेर अडिन्छ। 9. डोरीका टुप्पा जोड्ने गाँठो। 2 डोरी जोड्न दैनिक प्रयोग हुने धेरै सामान्य गाँठो। देख्दा नै बुझिने, सिक्न सजिलो। 10. हावामा नफुक्लिने कपडा सुकाउने गाँठो। दैनिक जीवनमा निकै उपयोगी। कपडा वा अन्य सामान झुन्ड्याउँदा प्रयोग गरिन्छ। हावामा पनि मजबुत रूपमा अडिन्छ। 11. सामान बाँध्ने गाँठो। कार्गो ल्याशिङ गर्ट। ट्रक वा गाडीमा सामान बाँध्न प्रयोग गरिने विशेष गाँठो। यात्रामा सामान खस्न नदिन अत्यन्तै आवश्यक। 12. डबल गाँठो। बोतल बोक्ने सरल तरिका। बाँध्ने तरिका एकदमै सजिलो र बलियो। यसले बोतल बोक्न धेरै सजिलो बनाउँछ। 13. एस्केप गाँठो। जीवन रक्षक। हरेक व्यक्तिले सिक्नै पर्ने गाँठो। आपतकालीन अवस्थामा ज्यान बचाउन सक्छ। 14. क्रस फिक्सिङ गाँठो। सरल र टिकाउ। डोरी मोड्नुहोस्, क्रस गर्नुहोस्, लुपभित्र पास गरेर कसेर तान्नुहोस्। बलियो, सुरक्षित र भरपर्दो। 15. डोरी बेर्ने कोइल गाँठो। डोरी सफा र मिलाएर राख्न प्रयोग गरिन्छ। यसरी बेर्नुभयो भने डोरी अल्झिँदैन र औजारहरू व्यवस्थित रहन्छन्। यदि तपाईले यी अझै सिक्नु भएको छैन भने भिडियो सेभ गर्नुहोस् र पछि आवश्यक पर्दा बिस्तारै हेरेर सिक्नुहोस्। पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो कस्तो लाग्यो लाइक, शेयर र कमेन्ट गरिदिनु होला। र यस्तै भिडियोको लागि मलाई फलो पनि गर्न नबिर्सिनु होला।